अब सिंहदरबार जाँदैछु। अब हरेक झोलेलाई यो देशबाट लात हान्ने छ। अब हामीले नेपाल बनाउनु पर्छ। मासुभातलाई भोट नदिऊ, एकजुट हौं। केपी ओलीलाई भेट्न गर्न मात्र गर्न मात्र आएको थिए। मैले हानिओलीलाई कुनै हानि पुर्याएको छैन। उनीहरूले मलाई समाते। कृपया मलाई जेलबाट छुटाउन मद्दत गर्नुहोस्। कृपया मलाई यहाँबाट बचाउनुहोस्। तिनीहरू मलाई नेपालको विकास गर्न चाहदैनन्। नेपालको विकास गर्न खोज्नेलाई सधैँ जेलमा हाल्छन्। उनीहरू नेपालको विकास गर्न चाहदैनन्। जो किन थुनेको तपाईलाई? नेताहरू डराउँछन् कि म उनीहरू सबैलाई प्रतिस्थापन गर्नेछु। उनीहरूलाई थाहा छ कि नेपालका सम्पूर्ण नागरिक मसँग छन्। त्यसैले उनीहरूले मलाई जेलमा हालेर मेरो आवाज दबाउँछन्। म अब तिमीलाई नेपाली नागरिकलाई दमन गर्न दिने छैन। म यहाँ छु र म सबै कुरा निष्पक्ष बनाउने छु र म सुनिश्चित गर्नेछु कि तिमीहरूले योग्यको जीवन पाउनुहुनेछ। यतिले अर्को चुनावमा भाग लिने योजना बनाएका छन्। उहाँ आज बसन्तपुरमा हुनुहुन्छ। यो म हुँ। यति आऊ देश बचाऊ। राजनीतिक दलबाट दिक्क भइसक्यौं। हामी हरेक नेपाली नागरिकको तर्फबाट यहाँ छौं। हामी नेताहरूसँग लड्न यहाँ छौं। केपी ओली पनि चोर हो, दुर्गा प्रसाई पनि चोर।